हेलो म चाहिँ आज सवारिया गर्दैछु मतलब ठुलो गाडी भेटेर एउटा यसो घुम्नु जानु पर्यो भनेर बिहानदेखिको गाडी रोक्दा रोक्दा नभेटेर अहिले यसो एउटा एलपी गाडी भेट्यो एकजना भाइ अब उसँगै आज घुराइ हुन्छ बेलुकासम्म जति घुराइ हुन्छ अब हेर साथी हो लोकल काँक्रा यस्तो हुन्छ आसाममा यो त अरुणाचलको हो नि टावाङको हामी चाहिँ यहाँ यसो आउँदाखेरि बाटो ब्लक भएर नि त बसिरहेको छौँ के साथी हो बाटो ब्लक भएर आज घुम्न आएको थियौँ हामी चाहिँ घुर्दै बाटो यहाँ भाइको गाडीमा आएको छौँ अब यसलाई चाहिँ काट्नु पनि छैन त केले काट्नु अब मुखले ठाउँ भने पनि साह्रो पर्छ अहिले नि मैले दिदीलाई न्यु खोज्दै बस्नु कहिले